एक्सर्साइज गर्न जिम जान सुरु त गरियो, तर यसलाई कन्सिस्टेन्सी दिन सकिएको छैन। हियर इज समथिङ इन्ट्रेस्टिङ। रिसर्चले भन्छ कि हामीले चाहिँ आफ्नो गोल पुरा हुनुभन्दा अगाडि नै अरूलाई सेयर गर्ने, एक्सपोज गर्ने गऱ्यौँ भने चाहिँ त्यो गोल पुरा हुने प्रोबेबिलिटी चाहिँ एकदमै कम भएर जान्छ। त्यसैले जिममा पुग्नु अगाडि नै स्टोरी हाल्ने, पोस्ट गर्ने गर्नुभन्दा पनि यो भनेको तपाईँको लडाइँ तपाईँसँग हो। आफ्नो लागि एउटा डिसिप्लिन सेट गर्नुहोस्, एउटा लिमिटेसन सेट गर्नुहोस्। यति समय भइसकेपछि, मेरो चाहिँ बानी बसिसकेपछि मात्र म यो कुरा चाहिँ अरूलाई सेयर गर्छु अथवा स्टोरी हाल्छु, पोस्ट गर्छु भनेर। फर इक्जाम्पल, मैले करिब 1 वर्ष जति आइसोलेट भएर कसैलाई पनि कुराहरू सेयर नगरिकन एक्सर्साइज गर्न सुरु गरेको थिएँ। इभन मसँग सँगै काम गर्ने साथीलाई पनि मैले एक्सर्साइज गर्ने, जिम जाने कुराहरू चाहिँ थाहा थिएन। यु क्यान अल्सो ट्राई इट।